2025年9月，尼泊尔大规模的民间抗争运动推翻了政府。新的立法选举将在2026年3月举行，但近日来抗议民众正重新走上街头表达不满。抗议活动的诉求多种多样，示威者与警方时有肢体冲突，局面显得十分混乱。苏希拉·卡尔基9月12日被任命为临时政府总理，主要任务是组织新的立法选举。在此之前的9月8日，首都街头的抗议活动遭到镇压，76人丧生，2300多人受伤。年轻人很快对临时政府也感到失望。केही कामले एक कुरा नि पुरा गर्न सकेन नि त सरकारले, त्यही भएर रियर त लाग्ने भयो। त्यही लाइफ टाइमको लागि एटलिस्ट केही नि प्रोग्रेस भए भए त हल्का हुन्थ्यो। यस्तो भयो हामीहरूको बलिदानले केही नि चेन्ज भयो भन्ने हुन्थ्यो, तर केही नि भएन अहिले। सधैँ 3 महिना होला अब 23 महिना त्यही त करप्सन इन्ड हुनु पर्थ्यो भने त्यही इन्ड गर्न सकेको छैन। जो गोलिया चलाउनेदेखि लिएर अर्डर दिनेसम्म तिनीहरूलाई समात्न सक्नुपर्ने हो, त्यो समात्नै सकेको छैन। पुलिसमा रिपोर्टै लिन्न बरु राजीनामा दिन्छु भन्छन्। परिवर्तनको लागि फर्केर आए भने ठिकै छ, फर्केर आइन्न भन्ने सम्झिनु। म यो देशको माग पुरा गरे खै त हाम्रो यत्रो शहीद परिवारको माग पुरा गरेछ हैन। मैले भनिहालेँ त यत्रो हुनुहुन्छ नि हाम्रो यहाँ न शहीद परिवारको माग छ न हामी घाइतेको माग पुरा गरेछ क्या यो सरकारले अहिलेसम्म केही पनि पुरा गरेको छैन। त्यही भएर चाहिँ हामी बाध्यता भएर चाहिँ रोडमा आएको हामी। गभर्नमेन्ट बनिसकेपछि गभर्नमेन्टलाई पनि अब कसरी बनाइयो भन्दाखेरि The interim government basically was formed without even basing it on any provisions on the Constitution, and mandate was given directly by the president to conduct elections. All the confusion right now is because of the lack of clarity among the Gen Z groups on what they are demanding and how the government was formed. The protests were not well planned to begin with. They began with the aim of controlling corruption and ending the ban on social media. But in reality, what happened was it was like they had gone deer hunting, but ended up killing a tiger, with the protests taking a major turn with the government collapsing.